हेलो साथीहरू, के छ खबर? मेरो आजको नयाँ नौलो भिडियोमा होइन समय कतिखेर जान्छ, कति फास्ट चलिरहेछ होइन। अब के हुन्छ होइन, एक सेकेन्डको कीमत पनि मैले यहाँ बेङ्गलोरमा आएर थाहा भयो क्या। जब घर छोडेर आएँ होइन, तब थाहा भयो क्या समयको महत्त्व। जब यहाँ आएँ होइन, सबै कुरा टाइममै गर्न सिकेँ। अब घरमा हुँदाखेरि चाहिँ होइन, दिनभरि मोबाइल देख्यो, सुतिरह्यो होइन, पढिरह्यो, अरू केही छैन क्या। अरू कामकाज भन्नु केही छैन, बसिरह्यो होइन, डुल्यो होइन। अब केही पनि काम भन्यो भने चाहिँ अब टाइममा नगर्ने, अरे रोकपन आमा रोकपन बजे रोकपन, अब गर्ला म पछि गर्ला है, अहिले म कि आइती भ्या, अहिले बिच्छा लागे अहिले गर्ने मन आएको छैन भन्दा हो होइन। जब यहाँ आएँ होइन, त्यस्तो न केही भन्न पायो, न खाइती छौँ भन्न पायो, न बिरामी छु भन्न पायो होइन। टाइम नभनेरै होइन, जति बेला भन्यो त्यति बेला होइन। अब केही पनि भने मानेन भने चाहिँ होइन, गाली पायो होइन, गाली पायो। दुःख सुख केही भन्नु छैन होइन। यहाँ आएर होइन धेरै कुरा सिक्यो क्या। बेङ्गलोरमा आएर धेरै कुरा सिक्न मिल्यो होइन। घर छोडेर जे होस् मलाई पनि ठिकै लाग्छ होइन। अब मैले यहाँ केही गर्छु भन्ने सोचमा आएको छु क्या। केही गर्छु भने पनि होइन, केही हुनेवाला छैन क्या। जतिसम्म आफूसँग छ त्यतिसम्म हो, नत्र त केही पनि उखाड्नेवाला छैन। म चाहिँ होइन, अब यो अहिले चाहिँ म हाइवेमा छु क्या। समय कति फास्ट चलिरहेछ होइन। त्यो एक सेकेन्डमा के हुन्छ होइन, यो सबै जान्नलाई बुझ्नलाई होइन। यहाँ जहिले पनि हाइवेमा आउँछु क्या म त। जहिले पनि हेर न, मान्छेहरूको कस्तो भागाभाग छ यो यहाँतिर। मान्छेहरूको कति भागदौड छ हेर न है, कस्तो भिड छ ट्राफिकमा होइन। ट्राफिकमा मान्छे अड्किया छन् होइन। मान्छेको